हेलो एभ्रिवान, सेवारो सम्पूर्णमा र आज यस भिडियोद्वारा चाहिँ म यो जानकारी दिन चाहन्छु कि विशेष यो चाहिँ अब राइडरहरूको निम्ति हो, जसको पनि BS4 BS6 बाइकहरू छ, रियर डिस्क ब्रेक बाइकहरू छ। उनीहरू चाहिँ डाउन हिल राइड गर्दा चाहिँ प्रायःको बाइकको पछाडिको ब्रेक चाहिँ एकदमै हराउँछ होइन। मेरो पनि कतिखेप यस्तो भएको हो। अन्त मेरो एक्सपिरियन्स बताउँदैछु तपाईँहरूलाई होइन। जब हामी डाउन हिल राइड गर्छ तब चाहिँ अब यो ब्रेक यसको अलिकति यति प्ले हुन्छ होइन। यो प्लेमा चाहिँ एकदमै नछोड्नु पर्ने रहेछ हामीले चाहिँ। कतिको बानी हुन्छ ब्रेक गरेर पुरै ब्रेक छोड्ने होइन, तर यो अलिकति प्ले छ, यसलाई छोडेन भने चाहिँ तपाईँको ब्रेक चाहिँ एकदमै हराउँदैन। कि चाहिँ अब तपाईँहरूले चाहिँ त्यस्तो छोड्ने बानी चाहिँ यसरी पम्प गरिरहनु पऱ्यो होइन। पम्प गर्दै अब गरिरहनु पऱ्यो। त्यसो गऱ्यो भने चाहिँ तपाईँको ब्रेक हराए तापनि आइहाल्छ छिटै। तर तपाईँहरूले एकदमै पम्प गरेन भने चाहिँ यो प्लेलाई पनि अलिकति प्रेस गरेन भने चाहिँ तपाईँको ब्रेक चाहिँ टोटली लस्ट हुन्छ एकदमै। यो चाहिँ यो लिभर चाहिँ यहाँ तल आइपुग्छ। अब मैले अघि पुरा पम्प गर्दै थिएँ, त्यही भएर अब मेरो ब्रेक छ ओह्रालो पनि होइन। जब हामी डाउन हिल राइड गर्छ भने त्यति बेला चाहिँ जति पनि यो ब्रेक ओइल, अब यो त ओइलको काम त हो होइन ब्रेक लाउनु त। अन्त यो ओइल चाहिँ तपाईँहरूको हाम्रो यो बाइकको चाहिँ एकपट्टि जान्छ अरे कि, त्यसले गर्दा अब भित्र हावा पस्छ, हावा पसेपछि त अब त्यसले काम गर्दैन होइन। त्यहाँदेखि यो तपाईँको यो लिभर चाहिँ एकदम यहाँ तल आइपुग्छ, तल यत्रो तल झर्छ, त्यो अब कामै गर्दैन तपाईँको ब्रेकले। त्यसले गर्दा तपाईँले चाहिँ अब ध्यान गर्नु या ओह्रालो राइड गर्दाखेरि चाहिँ डाउन हिल राइड गर्दा चाहिँ। अन्त तपाईँहरूले पनि अब एक्सपिरियन्स गर्नुहोस्, त्यसो गर्नु भने चाहिँ एकदमै तपाईँको ब्रेक चाहिँ हराउँदैन है। अन्त त्यही गर्नु हो, नभए चाहिँ अब अगाडिको ब्रेकमा मात्रै चाहिँ साह्रै पर्छ होइन। सिङ्गल ब्रेकमा डाउन हिल राइड गर्नु साह्रै पर्छ। डबल ब्रेक छ भने चाहिँ तपाईँहरूको अलिकति सेफ्टी महसुस हुन्छ, जति स्पिड पनि हिँड्नु सकिन्छ हामीले डबल ब्रेक छ भने चाहिँ। नभए चाहिँ अब एक नम्बर हाल्यो बिस्तारो आउनुपर्छ। फेरि अगाडिको पनि डिस्क ब्रेक बेसी ताते हुन्छ, तपाईँको ब्रेक लाग्दैन फेरि हो। त्यसले गर्दा चाहिँ ब्रेक चाहिँ हमेसा अब सेफ राइडै गर्नु सबैले होइन, हमेसा त्यो चाहिँ याद गर्नु। अन्त यसलाई चाहिँ एकदमै पुरै रिलिज चाहिँ गर्नु हुँदैन तपाईँले चाहिँ। यसलाई चाहिँ एकदम अलिकति हल्का प्रेस चाहिँ गर्नैपर्छ तपाईँले ओह्रालो हिँड्दाखेरि चाहिँ। पुरा रिलिज गर्नुहुन्छ तपाईँको त्यो ब्रेक वेल चाहिँ एकपट्टि जान्छ, त्यहाँदेखि हावा पसेपछि त ब्रेकले काम गर्दैन। हस् त, धन्यवाद।